guys, this is our roommate. His name is Mirko. YouTube, yeah. Hello guys, हामी चाहिँ एकछिन चट्ट लाएर यहाँ खतरा हिउँ परेछ। सो प्रदीप भएर म चाहिँ चट्ट एकछिन चाहिँ बाहिर यसो हल्का मुभमेन्ट क्याप्चर गरौँ भनेर चाहिँ जान लागेको। सो हामी चाहिँ जाँदैछौँ अब। मजा आइरहेको। फर्स्ट टाइम क्रोसियामा आएर चाहिँ खतरा हिउँ पर्यो। सो ओभरअल यो चाहिँ अब बाटो बनाउँदैछ यहाँ। अहिले चाहिँ यता हाम्रो रुमबाट चाहिँ निस्किएर बाहिर जान लागेको एरिया है। सो दिस इज आवर एकोमोडेसन। ओके, नाउ वी गोइङ। सो दिस इज प्रदीप भाइ एन्ड हिज फर्स्ट टाइम चाहिँ यहाँ उसले हिउँ देख्दैछ होइन। सो लिटल बिट एक्साइटेड एन्ड देन चिल ब्रो चिल होइन त। खत्रै हिउँ परेको पर्न चाहिँ यहाँ। तर 2009 मा चाहिँ खत्रै परेको थियो यहाँ, त्यसपछि चाहिँ परेको छैन भन्थ्यो। सो फाइनल्ली दिस इयर चाहिँ हामी आएको 1 वर्ष नहुँदै चाहिँ खत्रै हिउँ परेको। सो प्रिटी गुड, प्रिटी एक्साइटेड। Yeah, अनि one more thing, we have two weeks न्यू इयर को होलिडे एन्ड क्रिसमस को होलिडे थियो। सो मजा आयो। इन्ड अफ यो चाहिँ हाम्रो आज लास्ट दिन, भोलिबाट चाहिँ ड्युटी थियो होइन। सो भोलि चाहिँ अब के हुन्छ भन्नु चाहिँ हुन्छ होला। हाम्रो त इन्डोर काम नै हो। सो नानी छ है। दामी। सो खत्रै पऱ्यो यार हिउँ त है। यहाँ चाहिँ हल्का वायरहरू चाहिँ तल बनाउनु लागेको रहेछ। सो के भन्छ अन्डरग्राउन्ड वायरिङ छ यहाँ चाहिँ होइन। नेपालमा जस्तो चाहिँ पुरा माथि चाहिँ छैन। प्रायः युरोप कन्ट्रीमा अब मिडल इस्टमा पनि त्यस्तै नै छ। मिडल इस्टमा चाहिँ त्यस्तै थियो। खत्रै हिउँ पऱ्यो तर यहाँ जाड चाहिँ खत्रै छ। सो वी हेभ अल्सो अम्ब्रेला होइन। अहिले चाहिँ हल्का एक्साइटमेन्ट भएर चाहिँ छाता नउडिकन हिँडे हो। सो प्रिटी इन्जोइङ होइन। माइ गॉड, प्रदीप भाइ एकचोटि फेस देखाइदेऊ नि त यार। पुरा उग्रवादी जस्तो देखिन थाल्यो त। यो नि त शैली यार। सो यहाँ हामी चाहिँ सेमेट्री एरियामा आइपुगेको छौँ। सेमेट्री एरियामा जस ग्रेभयार्ड। यसमा चाहिँ उनीहरूको चाहिँ एउटा चेन गार्ड, ठुलो चेन गार्ड छ यहाँ होइन एरिया चाहिँ। सो हो अहिले चाहिँ मजाले सुतिरहनु भएको छ होला बाजे बुजीहरू होइन चिसोमा। आयो छाता उडेको गाई छाता। भाइ केही छ भन्नुपर्ने? न्यू एक्सपिरियन्स। कट खान्छ त यार यो होइन। यो बाटोबाट यता फाल्यो नि त। सो त्यही भएर साह्रो भयो जस्तो छ तिम्रो भने अब। सो यहाँबाट चाहिँ खतरा दामी भ्यू देखिन्थ्यो होइन। र अहिले चाहिँ हल्का हिउँले गर्दाखेरि ड्याङ्गै भएको छ। सो ओभरअल हिउँ चाहिँ बाक्लै पऱ्यो। यहाँ चाहिँ अगाडि ओल्ड टाउन हो। मेरो छाता गयो नि त यार। छाता त हावाले उडाएर यस्तो बनाइदियो ल। हामी चाहिँ जस एक्साइटमेन्टले गर्दाखेरि चाहिँ जाऊँ न रमाइलो गरौँ न भन्ने हिसाबले चाहिँ निस्किया हो। तर अब मान्छेहरू यहाँ त जानु यो कोही पनि निस्किया छैन। त्यही ग्राउन्ड हानेर आऊँ भनेर चाहिँ दाजुभाइ जोसिएर आएको। रमाइलो भइरहेको। हात त चिसो भयो। आयो हावा आयो। Oh my god! छाता छ गाई। Oh my god! हावा आयो त यार है। आयो फेरि आयो।
गाह्रो भयो त गाइस। Oh my god। त्यहाँ चाहिँ यो अगाडिको चाहिँ ओल्ड टाउन हो होइन, लाबिनको ओल्ड टाउन। सो हामी पहिला तल सी साइडमा सिजनलको लागि आएको। सो आफ्टर चाहिँ सिजन सकियो, त्यसपछि चाहिँ हामीले अर्को जब पाइहाल्यौँ, काइन्ड अफ लकी नै भनौँ। अनि अब दुई हप्ताको छुट्टीमा चाहिँ उता क्रोसिया पनि के अरे जाग्रे पनि घुमेर आयो। 2 हप्तामा चाहिँ यसो रमाइलो भयो। त्यो भिडियोजहरू चाहिँ हेर्नु मन लाग्यो भने अगाडिको उसमा पनि छ होइन, हेर्नु होला। लडिदिएर कस्तो चिप्ल्या त यार। बिस्तारै बिस्तारै तेरिका भाइ त 2 चोटि चिप्लिरह्यो। ल यस रमाइलो। Oh my god। मान्छेहरू नि आइरहेको छ, यिनीहरू पनि प्रिटी एक्साइटमेन्ट नै होला होइन। ल उता जाग्रेबतिर त झन् खतरा भएको छ, यता जस अलिकति कम उस भएको कारणले गर्दाखेरि चाहिँ जस रमाइलोको लागि चाहिँ आइरहेका छौँ हामी। चाउ गाइस। मान्छेहरू जाडो मन चाहिँ भित्र सुतिर होला, हामी चाहिँ यसो एकछिन सेल्फी लिएर जाउँ भनेर छतको छतको जग्गा गाइस। अहिले चाहिँ जोस बाक्लो भएको हिउँहरू चाहिँ साइडमा क्लिन गरिदिँदो रहेछ होइन, ड्राइभिङको लागि इजी होस् भनेर। ओल्ड टाउन गाइस। लाबिनको तल एरिया चाहिँ अब पुरै हिउँले नै ढाकिसकेको छ। जोस मोस्टली हिउँ पर्दैन भन्थ्यो, अहिले चाहिँ अब मजाले हिउँ पऱ्यो, खुसी भइरह, रमाइलो भइरह। हात चाहिँ चिसो भयो यार अहिले चाहिँ। हिउँ सफा गर्दै हुन्छ हाम्रो दाजु, गाडी जानको लागि गाह्रो भयो होला नि त, त्यसले गर्दाखेरि चाहिँ सफा हुँदैछ। हामी चाहिँ ओल्ड टाउन चाहिँ 1 राउन्ड हानेर माथिबाट निस्किने भनेर चाहिँ निस्केर आएको। लगभग हाम्रो टाउनमा आइपुगेको छ। भाइको छाताले चाहिँ अब गाई जात्रा चाहिँ देखाउला जस्तो भइसक्यो। ल गाइस हामी चाहिँ ओल्ड टाउनमा आइपुग्यौँ। सो ओल्ड टाउन चाहिँ जस पुरानो पहिलेको घरहरू चाहिँ छ प्रायः मोस्टली। ल गाइस हल्का फोटो सेसन भयो यहाँ चाहिँ दाजुभाइको। हेर न टायर त कस्तो बगेको, यहाँ हिलो माटोमा के अरे रातो माटोमा बगे जस्तै बगेको छ होइन। जोस् ओभरअल हिउँ परेर चाहिँ एउटा मेमोरी चाहिँ भएर यस्तो बगेर आएको छ गाडीहरू। ड्राइभिङ गर्न गाह्रो भइरहेको छ जब। अब हामी यहाँबाट चाहिँ उता पछाडि हुँदै जाने हो, एकोमोडेसनतिर लाग्ने। अब यहाँ माथिनिर एउटा ठुलो चर्च छ होइन। हिउँ पर्यो फुरुरु हिमाली देख। कसले गीत गायो भने फेरि बाहिर निस्किला भन्ने डर पो भयो मलाई त। को माग्ने आयो भनेर पैसा दिन आएन रात। यहाँ अगाडि जाउँ न, यहाँ उताबाट हेरौँ न। यहाँबाट जस लाबिन चाहिँ दामी देखिन्छ। खत्रै परेको क्या पर्ने। सो यहाँबाट चाहिँ जस चेताम्य देखिएको छ लाबिन चाहिँ होइन। खासै हिउँ पर्ने ठाउँ त होइन यो, तर ओभरअल चाहिँ दामी देखिएछ। ल है ल
यसो माथि फाल्देऊ नि त एकचोटि हुर्र ल 1 2 3 गो यस एउटा उस बनाऊ न स्नोम्यान यस ल भाइले स्नोम्यान बनाउँदै हुनुहुन्छ सो लेट्स सी रिजल्ट चाहिँ कस्तो आउँछ भएन अलि मजाले मुस्नुपर्छ के बेलचा हल्लाएर मुल्नु पर्ने हो क्या रे खै हिउँ पर्यो फुरुरु हाम्रो चाहिँ यहाँ हिउँ चाहिँ नेपाल आइसकेको छ गाइस नेपाल गाइस यहाँ हिउँ चाहिँ हल्का नाम लेखिदिएको है ल गाइस लगभग हामी अब हिउँतिर आइपुगेको छौँ तर जस रोल चाहिँ दामी भयो है भाइ चाहिँ अहिले हल्का अब स्नो बाथिङ भनौँ न चिसो भएन आई शाबास यो नि त feel the environment, feel the weather bro, you can see that oh yeah खत्रै भयो ड्याम खोइ ड्यामै देखेन त ओल्ड टाउनबाट देखिने भ्यू अब हामी लगभग रुमतिर जाँदैछौँ यस मान्छे बिचराहरूलाई ड्राइभिङ गर्न गाह्रो भयो होला सो बेलचा लिएर हिँड्नुभएको छ हाम्रो ट्याक्सी ड्राइभर पनि हो त्यो बुढो बेलचा लिएर हिँड्ने हामीलाई चाहिँ कम्पनीमा पुर्याउने बुढा Yeah, it's first time. That's why little bit excitement, you know. That's why we're rounding here. Tomorrow we have work or no? Maybe. Maybe. Oh. I don't know. Okay. It's better you can take a rest. Oh my. You wanna help? I go home. Oh, you go. खतरा आयो ल रे दौड्यो फ्रान्स ल अगाडि फ्रान्स ल दौडेको छ पनि पछाडि छु होइन ओभरअल जोस दामी छ यो भाइ दौडी माथिसम्म दौडी फ्रान्स लहरे हुनु परेन फ्रान्स लहरे त अनि त्यसै कहाँ हुन्छ त यार हाम्रो भाइको चाहिँ टार्गेट भनेको फ्रान्स लहरे हो सो म पनि पछि मेरो त अब उमेर गइसक्यो है मेरो छाता जाला जस्तो लैसक्यो गाइस मजा आइरहेको अब यहाँ चाहिँ चिप्लेल है बिस्तारै ओह्रालो छ ड्याङले गयो भने त फेरि ढाड सकिन्छ Oh my god. हेर त खतरा चले है मजा आयो ल गाइस हामी चाहिँ रुम आइपुग्यौँ सो रमाइलो गऱ्यो अझै त बाहिरै खोल्दैन यहाँ चाहिँ हाम्रो घरबेटीहरूले चाहिँ दामी बनाएको छ खतरा आयो यार ल हामी चाहिँ रुम आइसक्यौँ ल अब आजको लगेको थिएँ नै नेक्स्ट टाइम another vlog, see you guys, keep support हैन यसो सब्स्क्राइब भनिदिनु होला ओके यहाँ ciao
रात